आजको श्रमदान हाम्रो ऐतिहासिक हुनेछ साथीहरू। यसरी श्रमदाताहरू आज धेरै संख्यामा उपस्थित हुनुभएको छ। र हामी सबै मिलेर काम गरिरहेछौँ देशलाई उठाउनका लागि, हैन? तपाईले मलाई सघाएको होइन, कतिले भन्नुहोला अर्को सम्पर्कलाई सघाए होइन, मलाई चाहिँदैन, मेरो होइन यो, हैन? यो पाइप भनेको धरान जनताको हो, धरान जनताको धारा हो। तपाईहरु सबै धरानकै हुनुहुन्छ, कोही धरान भन्दा बाहिरबाट पनि आएर हामीले सघाउनु भएको छ। जस्तै चतराबाट केही साथीहरू आउनु भएको छ, चतराको साथीभाइ हुनुहुन्छ, उहाँहरूलाई ताली बजाएर धन्यवाद दियौँ है। उहाँले पानी खानुहुन्न र पनि होइन, हामीलाई केही चतराका साथीहरूले सघाउनु भएको छ। कोही लेकाङबाट पनि आउनु भएको थियो अघि, कोही हुनुहुन्छ यहाँ फर्किसक्नुभयो, ओके। र यसरी चाहिँ विभिन्न ठाउँबाट हामीलाई सघाउनु भएको छ, उहाँहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। कोही विभिन्न ठाउँबाट होइन, एक दुईजना यसो फटाफट आउनु भएको छ, तपाईँहरूलाई धन्यवाद। र हामी सधैँभरि यसरी जुटिरहनुपर्छ। हामीले आइतबारदेखि शुक्रबारसम्म आफ्नो पेटको लागि काम गरौँ, होइन? शनिबार जसलाई हामी श्रमबार भन्छ, त्यतिखेर चाहिँ हामीले देशको लागि काम गरौँ भन्छु म चाहिँ। र विभिन्न कामहरू हामीले गरेका छौँ। श्रमदाता तपाईँहरूले सघाउनु भएर भोलिदेखि हामीले त्यहाँनिर तपाईँको चाहिँ धरान भोलि होइन पर्सिको दिनदेखि के अरे आज लाइक 25 गतेदेखि हामी होइन, 25 गतेदेखि हामी त्यो जेनजीको स्मारक एउटा ऊ पनि बनाउँछौँ र बिहान चाहिँ काम गरौँ जस्तो लागेको छ। त्यो त्यत्रो ठुलो प्रोजेक्ट चाहिँ होइन, त्यही पनि एउटा सानो ठिकको छ है, त्यो छ। र हामीले आज थुप्रै काम गऱ्यौँ भन्ने लाग्छ। अलिअलि काम गऱ्यौँ जस्तो पनि लाग्छ, होइन कि धेरै गऱ्यौँ? जति हामी हो त्यो अनुसारको तपाईँको चाहिँ औजार पुगेन। हाम्रो औजारको लागि पनि मैले त्यहाँ साथीहरूलाई भनिरहेको छु, होइन? औजारको के अरे एकाउन्टेबिलिटी गर्नुपर्ने भयो र हामी सबै मिलेर काम गर्नुपर्छ, होइन? साह्रै चित्त दुखायो तर अझै आएर त यता राम्ररी देख्नु पऱ्यो नि। म मान्छे भन्दा अर्कै निकाल्नु बेलचा पक्रेर कुरा दिदीको बेलचा जय श्रमदान। यतै हाम्रो दावा दिदी डुप्लिकेट यता चाहिँ हेर्नु त, यता राम्रो देखिँदैछ बोर्याक। सक्यो त गर्नु हेर्नु त, हामीलाई गतो दुलो खन्दै थियौँ होइन? दुलो कि खाल्डो? यो खिच्नु पाएको राम्रो थियो, मासु उठ्छ क्या फेरि कन्टेको छ कि त्यसको मुखहरू त नहाल्नु, कति बस्यो घाँस हुन्छ। पैसा गए थिएँ त्यहाँको माटो चाहिँ यता तल
ओ भाउजू त हेर्नु त समीर भाउजू ढुङ्गा पढाउनु हुँदैन लाग्छ है मान्छेलाई र के गर्नु बाङ्गो छ माथि छेबेबे थिन्छ नि चलन देखाऊ तपाईहरुले काम गर्नुपर्छ सकेको काम गर्नै पर्छ सकेको नसकेको गर्नु बेसरी भने होइन सकेको गर्नुपर्छ तर काम गर्छु भनेर यतिका मान्छे यहाँ आउनु यसले के सङ्केत दिन्छ भने अब देश हाम्रो बन्ने छ भन्ने यो यहाँ मात्रै होइन नेपालभरि चलिरहेको छ आज श्रमदान होइन झापा मिर्जामुर दमकतिर इलामतिर पाखातिर सबैतिर हाम्रो श्रमदान भइरहेको है त्यसो भएको कारणले सबै श्रमदाताहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु तपाईँहरूले सुनको गहना लगाएर आउनु भएको छ भने आउनु भएको छैन होला देखेको छैन कोही कसैले लगाएर आएको छ भने त्यो गहना फुकालेर होइन चेनवाला ब्याग अथवा केमा बोक्दाखेरि राम्रो हुन्छ होला माथितिर गएर सेउलाले उनेर धुलो भयो भने के अरे हराउ मोबाइल सबैसँग छ होला होइन हो कसैको मोबाइल झरेको भेट्यो भने के गर्छौँ हामी त्यो चिज है तर मोबाइल भुइँमा नझरोस् भन्दा खातिर आफ्नो सामानको हिफाजत आफैले गर्ने हो तपाईँहरू आफैले गर्ने हो है तपाईँको गोजीको मोबाइलको गोठाला म बसेर मेरो गोजीको मोबाइलको गोठाला तपाईँ बसेर हुनेवाला छैन त्यो पनि याद गर्नु होला है हामी त्यहाँ जाँदाखेरि ढुङ्गाहरू पल्टाउँदैनौँ ढुङ्गा पल्टायो भने तल मान्छेलाई लाग्छ त्यसले गर्दाखेरि हिँड्दाखेरि बिस्तारै हिँड्छौँ कमिलाको तामी यस्तो हिँड्छौँ होइन तर ढुङ्गा पल्टाउँदैनौँ यहाँ मसिना भाइ बहिनी पनि आएको देख्छु यो साइडमा होइन एउटा समूह माथि शिवधारादेखि भेडातिर सरसफाइमा पनि लागेका छन् हाम्रो भाइ भतिजाहरू भान्जाहरू मान्छेहरू यता मैले सानो नानीहरू देखिरहेको छु तपाईँहरूले पनि मैले बुझेँ तपाईँहरूले पनि सिक्ने हो काम सिक्नुपर्छ बाउले मात्रै गरेर बाउको कमाइ खाँदै बसेको कारणले बिग्रियो है अब छोरा नातिले पनि काम गर्नुपर्छ जमाना त्यहाँ लैजानुपर्छ त्यस्तो खालको जमाना सुरुवात सबैजनालाई धन्यवाद दिन चाहन्छु म सबैजनालाई है धन्यवाद छ यहाँहरूलाई सेफ्टी ब्रिफिङ खासै त्यस्तो केही छैन होइन त्यस्तो अप्ठ्यारो गाह्रोमा हामी छैनौँ त्यहाँ पनि हाम्रो पनि अगुवा साथीहरूले काम गरिराख्नुपर्छ भनिराख्नुपर्छ अब एउटा श्रमको गीत गाउँ कि जस्तो लाग्यो आज किन गाउँ खासै मुडबाटै छुइनँ कति गाउनु भनेर होइन तपाईँहरूले गाउनुहोस् आज चाहिँ है ल